कल्पना गर्नुहोस्, एउटा यस्तो नेपाल जहाँ गाउँबाट गाउँ पुग्न दिनौं लाग्थ्यो। समाचार कागजमा होइन, हल्लामा चल्थ्यो। देशमा के भइरहेको छ भन्ने कुरा सबैलाई थाहा हुँदैनथ्यो। तर सन् 1951मा त्यो मौनता टुट्यो। यो थियो रेडियो नेपाल। सिंहदरबारको एउटा सानो कोठाबाट पहिलो पटक राष्ट्रको आवाज हावामा फैलियो। एउटै समयमा हजारौं मानिसले एउटै कुरा सुने। त्यो केवल प्रविधि थिएन, त्यो परिवर्तन थियो। रेडियो आउनुभन्दा अघि सूचना शक्तिशाली मानिसहरूको हातमा सीमित थियो। शासन परिवर्तन भयो, राजनीति फेरियो, तर आम नागरिक सधैँ पछि परिरहे। नेपाल राणा शासनबाट बाहिरिँदै थियो। लोकतन्त्रको सुरुवात हुँदै थियो। देश नयाँ दिशातर्फ मोडिँदै थियो। त्यही बेला एउटा आवाज आवश्यक थियो, जो राजधानीबाट गाउँसम्म पुग्न सकोस्। 20 चैत 2007, 1951 रेडियो नेपालले औपचारिक प्रसारण सुरु गर्यो। सुरुमा उपकरण साधारण थिए, प्राविधिक चुनौती धेरै थिए, तर उत्साह असाधारण थियो। साँझपख गाउँका मानिसहरू एउटा सानो रेडियो वरिपरि भेला हुन्थे। कसैले ब्याट्री ल्याउँथ्यो, कसैले एन्टेना मिलाउँथ्यो, र जब राष्ट्रिय समाचार बस्थ्यो, सबै शान्त हुन्थे। रेडियो नेपालले केवल समाचार मात्रै दिएन, उसले गीत दियो, उसले कविता दियो, उसले राष्ट्रिय पहिचान दियो। पहिलो पटक नेपालले आफैलाई सुन्न थाल्यो। दूरदराजका नागरिकले राजधानीसँग सम्बन्ध महसुस गरे। देश केवल भूगोल रहेन, एउटा साझा अनुभव बन्यो। सोच्नुहोस्, हिमालले घेरिएको देश, सडक नपुगेका गाउँ, बिजुली नपुगेका बस्ती, तर आवाज पुग्यो। त्यो आवाजले डर घटायो, सूचना फैलायो र नागरिकलाई सचेत बनायो। नेपाल अब मौन थिएन। तर प्रविधिको यात्रा यहाँ रोकिएन। आवाजपछि आयो छापा, छापापछि आयो टेलिफोन, र एक दिन नेपाल अन्तरिक्षसम्म पुग्यो। त्यो कथा हामी अर्को भागमा बताउनेछौँ। यो थियो डिजिटल नेपाल श्रृङ्खलाको पहिलो अध्याय। यदि तपाईलाई नेपालको प्रविधिको यात्रा जान्न मन छ भने हाम्रो साथ रहनुहोला। युगान्तर नेपाल, विगतको अनुभव, भविष्यको दृष्टि। सब्स्क्राइब गर्न नभुल्नुहोला।